हेलो साथीहरू, आज चाहिँ म वालपाराईमा छु। यो चाहिँ तमिलनाडुमा पर्छ। यो ठाउँ चाहिँ चियाबारीको नामले एकदम फेमस छ। म चाहिँ यहाँ सेकेन्ड टाइम आएको हो। पहिलो पटक आउँदाखेरि चाहिँ रात परिसकेको थियो। बिहान चाहिँ एकदम पानी परेकोले खासै घुमघाम नगरिकन घर फर्केको थियो। यो पालि पनि पानी त परेको छ, तर खासै भनी चाहिँ परेको छैन। खासमा चाहिँ सबै होटल रुमहरूको चेकआउट टाइम चाहिँ 12 बजे हुन्छ। हामी चाहिँ चाँडै नै 8 बजे नै चेकआउट गरेर निक्लेको। एक दिनको मात्रै टुर आएको भएर चाहिँ हामी सबै ठाउँहरू घुमेर जाने भनेर प्लान गरेको। तर घुम्ने ठाउँहरू चाहिँ ओपनै भएको रहेनछ। सबै ठाउँहरू चाहिँ 10 बजेपछि मात्र खुल्ने रहेछ। अनि यो ठाउँको नाम चाहिँ नाल्लामुडी पन्जोलाई भन्ने भ्यू पोइन्ट रहेछ। यहाँ चाहिँ हामी आउँदाखेरि 10 बजिसकेको थियो। यो ठाउँमा चाहिँ सबभन्दा पहिलो टुरिस्ट भनेको नै हामी नै थियो। अनि गाडीले चाहिँ यो ठाउँमा हात्ती छ भनेको थियो है। हामी चाहिँ आएर कति वर्षमा बसेको, लास्टमा हात्ती नै देखेन। अनि त्यत्तिकै हामी चाहिँ फर्कियौँ। पानी परेको भएर होला, घाम पनि खासै लागेको थिएन र गर्मी पनि खासै थिएन। अनि त्यसपछि चाहिँ हामी अर्कै ठाउँमा गयौँ। अनि म चाहिँ यसो सो अफ देखाउनको लागि चाहिँ माथि चढेर भिडियो बनाउन थालेको है। तर मान्छेहरू पनि कोही पनि थिएन रोडमा चाहिँ, त्यही भएर चाहिँ उठेर भिडियो बनाउन थालेको। अनि यो ठाउँमा पनि जाने भनेर गएको, यहाँ पनि ओपनै भएको रहेनछ। अनि फेरि पानी पर्न थाल्यो। अनि कुहिरो नै कुहिरो लाग्न थाल्यो। अनि घर जाम भनेर चाहिँ हामी घरतिर निक्लियो। बाबुको चाहिँ भोलिबाट स्कुल छ भनेर चाहिँ हामी घर जान निक्लेको। अनि हामी चाहिँ आउने बाटोमा यो अतिरपल्ली भन्ने वाटरफल आउँछ, आउने बेला चाहिँ हामी त्यहाँ छिरेर आएको थियो। त्यसपछि चाहिँ बाबुलाई स्नो खेलाउनको लागि चाहिँ चलाकुडीमा गयो। यो चाहिँ हामी घर आउने बाटोमै पर्छ, त्यही भएर चाहिँ हामी यहाँ पनि गएको। यहाँ चाहिँ 45 मिनट मात्रै टाइम पाइन्छ। यो भित्र चाहिँ 10 डिग्री सेल्सियसको चिसो छ है। यो ठाउँमा चाहिँ अरू एक्टिभिटिजहरू पनि छ है। तर हामी चाहिँ 3 बजे यहाँ आइपुगेको हुनाले चाहिँ हामी चाहिँ स्नो मात्र खेलेको। हामी घर आउँदा चाहिँ 7 बजिसकेको थियो, त्यही भएर चाहिँ हामी चिकन खाएर